गाइज होइन आज पनि अब म एउटा नयाँ ठाउँमा जान लागेको छु आज होइन। अब मेरो अस्ति मैले काउडाँडा गएको थिएँ, अर्मलाकोटको नि हालिसकेको छु मैले होइन। अब चाहिँ आज यो म पामे लेक साइडतिर माथि घाँटी छिना भन्ने एउटा ठाउँ छ होइन। त्यहाँ चाहिँ हामी अब स्विमिङ पनि गर्न मिल्छ, प्लस हामी चाहिँ अब केटाहरूले खानेकुराहरू पनि लिएर गर्छौँ, पकाएर खाएर यसो हल्का इन्जोय गर्ने, सम रिफ्रेसमेन्ट, सम भाइब्स छिना भन्ने ठाउँ जाँदैछौँ हामी। सो भ्लग हेर्नु होला, इन्जोय गर्नु होला। हाम्रो भ्लग चाहिँ ठ्याक्कै हामीले लेक साइडबाट सुरु गरेको छौँ, माथिबाट अलिकति ट्राफिकहरू थियो, त्यो रिक्स थियो। अब अब लेक साइडबाट चाहिँ हाम्रो भ्लग ठ्याक्कै सुरु गरेको छौँ हामीले। त्यो गाडीले मात्रै रोक्यो, केही छैन, ठिक छ। सो बाटो चाहिँ अब लेक साइडबाट अलिकति यता भित्र छिरेर आउनु होला। यो पामे जाने बाटो भनेपछि सबैले भनिदिनुहुन्छ। यो ठाउँमा चाहिँ उता प्याराग्लाइडिङ हानेको देखाउँछ, त्यो प्याराग्लाइडिङ हान्ने ल गाइज हामी चाहिँ अब भकुण्डे गाउँ भन्ने एउटा ठाउँमा आइपुगेको छौँ होइन। लामोचौरबाट लेक साइडबाट यता पामे जाने बाटो हुँदै हामी अब यो भकुण्डे भन्ने गाउँमा आइपुगेको छौँ। अब यहाँबाट हाम्रो स्पट हाम्रो घाँटी छिना छ होइन। हामी जान खोजेको चाहिँ आज घाँटी छिना हो नि त। अब त्यो बाटो चाहिँ यो ठाउँको एकदम राम्रो रहेछ होइन। जो कम्प्लिट पिच रहेछ बाटो, भनौँ त्यस्तो अफरोड सरल छ बाटो चाहिँ, एकदम स्पिड जाँदा नि केही हुने छ। कहिलेकाहीँ घुम्नु पर्नै पर्छ हेर्नु होइन। म पनि एउटा स्टुडेन्ट लिएर बस्नु यस्तो त गर्नु नै पर्छ, पढ्नु पनि पर्छ होइन। तर अब कहिलेकाहीँ यसो बिदाको बेलामा रिफ्रेस टाइम नयाँ नयाँ ठाउँहरू गइरहनु पर्छ, माइन्डले पनि रिफ्रेस गर्नुपर्छ होइन। अब त्यो कोठाभित्र बसेर खाजा खाएर पैसा उठाउनु भन्दा बरु यस्तो नयाँ नयाँ ठाउँ आउनुहोस्, घुम्नुहोस्, राम्रो ठाउँमा पैसा खर्च गर्नुहोस्, अलिकति बढी पैसा खर्च होला, बट नयाँ मान्छेहरू भेट्नुहुन्छ, नयाँ गफ गर्नुहुन्छ, नयाँ कुरा सिक्नुहुन्छ, नयाँ मेमोरिजहरू क्याप्चर हुन्छ होइन। त्यही भएर लाइफमा सबै कुरा ब्यालेन्स चाहिँ गर्नुपर्छ, पढ्नु पनि पर्छ, घुम्नु पनि पर्छ, रमाइलो नै गर्नुपर्छ, जेसुकै गर्नुपर्छ, पढ्न छोड्नु भएन। त्यही भन्दै के भन्नु खै, यस्तै छ ल। सो गाइज अब हामी चाहिँ फाइनल्ली अब तल त्यो कुन गाउँ भकुण्डे गाउँ पनि कटेर रोडबाट अलिकति माथि आएर यहाँ पामे लेक साइडबाट अलिकति माथि आएर गाउँ कटिसकेछौँ हामी। फाइनल्ली हामी जुन खोलामा आउनु लाग्यो त्यो खोलामा चाहिँ आइयो होइन। अब खेला छ अलि माथि पौडी लिने ठाउँ पनि छ, तर त्यहाँ अलिक भिड भएर हामी चाहिँ अलिक तलै बस्ने डिसाइड गरेछौँ। सो यो रोड हेर्न सक्नुहुन्छ हजुरहरू होइन, रोड यहीँ छ। केटाहरूले स्कुटर पार गरेर केटाहरू अगाडि गइसक्यो। म चाहिँ अब भ्लग बनाउन पछाडि वेट गरेर बसिरहेको। फाइनल्ली घाँटी छिना चाहिँ आइयो होइन। हेरौँ कस्तो छ के छ होइन। अब कहाँ हो हामी जाऊँ हेरौँ। केटाहरू अगाडि पुगिसकेँ, म पनि अब बिस्तारै अगाडि जान्छु म नि अब ल। सो हेर्नु सक्नुहुन्छ यो ठाउँ चाहिँ अहिले अलि भिड पनि रहेछ होइन। आज छुट्टीको दिन आइयो, अलि भिडभाड पनि छ, टुरिस्टहरू पनि पार्क छ त्यहाँ होइन। मान्छेहरू आएको आइछन्, मान्छेहरू छोडिनु टुरिस्टहरू जति आएको छन् होइन। हामी चाहिँ अब भिडभाडमा त बस्नु भएन अफकोर्स होइन, अलिकति सुनसान ठाउँमै बस्नु पऱ्यो। त्यहाँ अगाडि अब पार्क गरेर हामी अब हेर्नु मान्छे त आएको आइछन्, मान्छे त आमामामा। सो हामी चाहिँ हाम्रो स्पटमा जाम अब है। यो चाहिँ हाम्रो हिडन स्पट हो। हाम्रो साथीले पहिल्यै आएको थियो यहाँ, हामी चाहिँ आएको थिएनौँ, त्यही भएर आइसकेछौँ ल। है अर्को जग्गा हिँड्नु परेछ यार। यो पनि एउटा पोखराको एउटा अलिकति सिटी लाइफबाट ब्रेक लिएर माइन्डले हेर्नु अलिकति पिस अफ माइन्डले रेस्ट दिनको लागि पनि यो ठाउँमा आउनु सक्नुहुन्छ होइन। हेर्नु फरेनरले पनि यो ठाउँ थाहा पाएछ ल। आनन्दको ठाउँ छ यो ठाउँ होइन। हेलो किन बोल्दिनँ त यार। हेलो ब्रदर। केटाहरू तल छन् होइन, तिनी यसो माथि गएर यिनीहरू बोल्न ट्राई गरौँ एकचोटि। हेलो महादर 3 चोटि बोलाइसक्यो, जस्ट इग्नोर्ड मी होइन। ठिक छ, मेरो पनि पाल्ला आउँछ। अहिले भर्खर भ्लगिङ स्टार्ट गर्दैछु। हाम्रो पनि हुन्छ कुनै दिन 100K सब्सक्राइबर्स।
खैरेले त्यो बेला पेल्छु म यो खैरेलाई कति बाल देखेन नि हातमा मोबाइल देखेर होला आउँछु कुनै दिन गोप्रो लिएर हामी पनि केटाहरू चाहिँ तल पुगिसकेछन् कपडा सपडा खोलेर पौडी खेल्न थालिसकेछन् केटाहरू त आम्बो ओ यहाँनिर हम्फालीमा क्या हो ए यहाँ चाहिँ हम्फालीमा ओए ल अब त्यो ठाउँमा पनि जाम अब बिस्तारै बिस्तारै आयो अलिकति जङ्गल एरिया छ एक्लै चाहिँ नआउनु होला होइन ग्रुपमा सकेसम्म ग्रुपमा आउनु होला के छ केटा हो के छ केटाहरू यहाँ पौडी खेलेर रमाइलो छ केटाहरूले होइन अब म पनि अब जान्छु होइन एक डाइभ त हान्नु पऱ्यो नि अब क्यामेरा स्ट्यान्ड कहाँ छ यार अडाउनु त पऱ्यो नि यहाँ दाउरा मैले ल आउँछु म केटाहरू स्विमिङ गरिरहेको नि यहाँ अर्को साथी यता पकाउँदैछ मस्त ओहो रेकर्डिङ सुरु भइसकेको छ यहाँ टाइम ल्याप्सको केही छैन यो पनि भ्लगमा आउँछ साथी आगो बल्यो गाह्रो भयो आगो बाल्न परेछ यहाँ ल एकछिनमा चाहिँ आगो बाल्न ट्राई गर्छु खै आगो बालेर बनाउँछ सो आइज होइन आगो त बाल्नु पऱ्यो आगो नबलिरहेको रहेछ होइन केटाहरू अलिकति गाउँठाउँमा नबसेको बजारमा भनेको मान्छेहरू पऱ्यो नि होइन अलिकति केटाहरू आगो बाल्न सिकाइदिउँ होइन यस्तो ल गाइज हामी चाहिँ अब यहाँ पकाउने व्यवस्थातिर लाग्यौँ होइन तिनीहरू भनेको अल्छी खाना मात्रै आएको काम गर्न आएछ भन्दा नआउने गाई ग्याङहरू तिनीहरू चाहिँ म चाहिँ अब स्विमिङ खेलेर पनि यहाँ पकाउन आइरहेको छु आज चाहिँ मेरो भ्लगमा के अरे एउटा फेमस कति वर्ष पुरानो भ्लगर होइन एक्सपिरियन्स वान अफ द टप भ्लगर आयुष भ्लग्स अब वाउ भनेर क्ल्याप गरेको हुन्छ नि त्यो हालिदिन्छु साइडमा हेलो फेरि आएन कि अघि होइन अब सरी ठिक छ अलिक बेसरी बोलिरहेको छु म अनि हेलो सतीश के छ यहाँ चाहिँ अब सुरुमा काँक्रोको अचार बनाउने कुरा भइरहेछ हाम्रो होइन अलिक छिराउनु सुरुमा चाहिँ हामी अब काँक्रोको अचार बनाउँछौँ कोही त कपाल है करेमा ए नरहेछ डाँड पो रहेछ काँक्रोको अचार बनाउँछौँ झान्छौँ त्यसपछि चाहिँ हामी मासु बनाउनुतिर लाग्छौँ होइन चिउरा लिएर आएको छ नेक्स्ट चाहिँ अब मासु चिउरा भइहाल्यो त्यहाँ माथि एउटा दाई माछा मार्न लाग्नु भयो ठ्याक्कै दाई माथि दाई जस्तो देखिनु भएको छ दाई हो कि भाइ हो खै अब जस जाम अब माथि पनि जाम यसो हेरौँ होइन पौडी खेल्ने ठाउँ कस्तो छ माथि हेरेर आम हजुर माथि पनि एउटा पौडी खेल्ने ठाउँ छ होइन त्यो पनि हेरौँ त्यो अल्छी ग्याङहरू यहाँ छन् काम नगर्नेहरू म चाहिँ अब यहाँ अर्को स्पोर्ट खेल्नु जाँदैछु होइन पौडी खेल्नुलाई पौडी त खेल्नु पऱ्यो केटाहरू त अब यस्तै छन् अल्छी छन् ल जाम खोज्नु पऱ्यो नि ठाउँ यार सिम्पल पौडी खेल्न रिफ्रेस हुन सिटी लाइफबाट होइन एउटा टेक अ ब्रेक भन्ने हुन्छ नि टेक अ ब्रेक लिएर यहाँ केटाहरू मस्त पौडी खेल्न आउनु चाहिँ मिल्छ म नि माथि गएन अब यहीँ पौडी खेल्छु म पनि माथि भिड परिसक्यो त्यहाँ पकाउँदै जान्छ साथीहरू म पनि आउँछु त पौडी खेल्न अब लिची पनि रहेछ होइन लिची पनि खाम ल यस्तो भएको कुरा केटाहरू डरेर त्यहाँ जानु जाऊ केटाहरू ल त्यो अचार बनाएर आउँछु रे कि अचार बनाएरै गर्छ नि तिमीले मासु एकछिनमा बनाउनु ल अब ढुक्क हजुर जस्तो ल हाम्रो यहाँ अञ्जन शर्मा चाहिँ खतरा टाइप हान्छु भन्नुभएको छ अघि नै ल मा कसम त दामी दोस्त होइन जलपरा रहेछ नि जलपरा सेङ्गाली हुने दोस्तै हाम्रो होइन गफ मिठो हुन्छ तिमी जलपरा जस्तो देखेको थियो जलपरा हेलो गाइज के अरे पोखराको 3-4 दिनदेखि के अरे पोखरामा एकदमै 3-4 दिनदेखि गर्मी बढेर चाहिँ हामीहरू चाहिँ 3-4 जना साथीहरू आज पौडी खेल्न आएको छन् यता पनि साथीहरू छन् हामीहरूको अनि सो आज हामीहरू यता आएको छौँ म मेरो गर्लफ्रेन्ड पनि छिन् उता साथीहरू पनि छन् सो आज चाहिँ हामीहरूको पौडी खेल्ने ठाउँ चाहिँ यस्तो छ राम्रोसँग चाहिँ खेल्न मिलेको चाहिँ छैन यस्तै छ हजुर यस्तै छ सो हामीहरू चाहिँ अब एकछिन यता रमाइलो गर्छौँ अनि उता के अरे उता चाहिँ खाना पाक्दैछ हामीहरूको अनि यही हो हाम्रो कुक
ल हाम्रो चाहिँ अब फाइनल्ली अब काँक्रोको अचार बनाउने सुरु भइसक्यो टाइमलेस भइरहेको छ केटाहरूको पौडी खेल्ने ग्याङ पनि छन् मलाई नि बोलाइरहेको छ म नि जान्छु छिटै अब त्यो रमाइलो छ यो ठाउँमा चाहिँ आउनु होला होइन यो ठाउँको नाम चाहिँ घाँटी चिना हो होइन अलिकति लेफ्ट साइडबाट पामे लेफ्ट साइड जाने बाटोतिर जानुहोस् सिधै पिचोटको माथि भकुन्डे गाउँ कटेर पिचोट हुँदै आउनुभयो भने ठ्याक्कै यो घाँटी चिना भन्ने ठाउँमा चाहिँ आइपुग्नुहुन्छ कि सो यो ठाउँमा पनि आउनु होला पौडी खेल्नु होला अलिकति फेमस अझै यो ठाउँ त फेमस नै छ अझै फेमस बनाउनु होला यो ठाउँको बारेमा रिसर्च गर्नु होला होइन आउनुहोस् केटाहरू पनि अब रमाइलो गर्नु दियोस् ओभरअल वर्थ इट छ यो ठाउँ आउनुहोस् पौडी खेल्नुहोस् खाना पकाउनुहोस् पिकनिक गर्नुहोस् रेस्ट फ्रेस भएर यहाँबाट जानुहोस् सो गाइज अब चाहिँ म नि यसो पानीमा अघि नै उत्रिसक्यो कि त्यही नै एकचोटि क्यामेरा लिएर नि पानीमा जाऊँ न यहाँ माथि रोइला छ दाईहरूको आफ्नै दाई भाइ आफन्तहरूको केटाहरू यहाँ हल्लाएर बसिरहेको छन् यता पकाउने ग्याङहरू यता पकाइरहेको यहाँ टाइम ल्याप्स भइरहेको छ पकाउने मान्छेहरू पकाइरहेको छन् रमाइलो छ यस्तो के भन्नु कि अब यहाँ अब आछु हाम्रो है अघि नै ओर्लिसक्यो ओर्लिन त बट फेरि एकचोटि डुबौँ न पानी भनेर डुब्नु लाग्छु होइन यस्तो जाडो छ मेरो रेकर्डिङ गरेर छ केटाहरू म यहाँ खोलामा सुतिरहेको छु है यस्तो मजा आइरहेछ कस्तो आनन्द हो वाउ ल पौडी पनि खेलियो एकछिन अब कहाँबाट बाहिर बस्नु पऱ्यो होइन यहाँ हाम्रो कुक्सहरू अब बल्ल केटाहरू अलिक जारिलो भएन पकाउन आइरहेको छन् बल्ल यहाँ के प्र्याक्टिस छ ल आगो बनाउनु गाह्रो भइरहेछ होइन जसो र आगो पारेर मासु पकाइएको छ भनौँ जस्तो गरेर मेरो यता गर्मी धेरै बढेर यता पौडी खेल्न आएको थियौँ अनि यता हामीहरू मासु लागिरहेको छ हामीहरूको हेलो नमस्ते सो गाइस होइन अब यहाँ के सोचेर आएको यहाँ पानी परिरहेको छ यस्तो पानी धन्किया यहाँ त्यहाँ मासु पकाइरहेको थियौँ होइन त्यो अब त्यो नि अब छाताले छेकेर पातहरू गाडेर उसरिरहेको छौँ हाम्रो अर्को भ्लगर यहाँ इन्जोइङ द रेन होइन अरू केटाहरू त्यहाँ के बियर गर्दैछन् त्यहाँ माथि दाइहरू मस्त कराउँदै हुनुहुन्छ बियर सियर हालेर गर्दै हुनुहुन्छ केटाहरू पानी पऱ्यो खोला नि बढ्छ जस्तो छ होइन तर कस्तो ढाडा होइन यस्तो मजा आयो मजा आयो तर यार ये अब है वान्स अ मोमेन्ट इन एक्सपिरियन्स भइरहेको छ कि कस्तो बेसी मजा आएको छ होइन आजको दिन जिन्दगीभरि याद रहन्छ जस्तो छ अब ब्रो यार ठुलै पानी पर्छ जस्तो छ के सोचिरहेको थियौँ हामी यहाँ के भइरहेछ अब मासु पनि भिज्छ जस्तो छ भिजिसक्यो कोही त फोहोर पर्छ यार त्यहाँ यस्तो केटाहरू के भन्दाखेरि केटाहरू खेल्दै छन् त्यहाँ मेन भन्नुहोस् वाइल्ड यार त्यहाँ पानी पऱ्यो क्या मेन भर्सेस वाइल्ड है मेन भर्सेस वाइल्ड केटाहरूको मेन भर्सेस वाइल्ड चलिरहेको छ आम्मा ब्रो ल मेरो जुत्ता भिजिरहेको छ पानी परे पनि केही छैन सब लडेर बाजा जितेर हामी आउँछौँ कोही भिजे यार म यार है केटाहरूले आइडिया लाएको छन् मासु त जोगाउनु पऱ्यो यो अचार चाहिँ पोको पारेर जोगाम परेमा मासु जोगाउनै पऱ्यो होइन केटाहरू यहाँ ओए दामी यस्तो दामी आइडिया ल्याएर केटाहरू मासु जोगाउँदै छन् चारजना त हिँड्ने उयो ल केटाहरूको डेडिकेसन चाहिँ दामी है नपकाउनु नआए पनि केटाहरू काम गर्नकै आउँछन् कि तिमीलाई के भयो के इन्जोइङ द रेन हो त्यस्तो खोलेर इन्जोय गर्ने हो रेन त यसरी भयो भिजिन्छ गाह्रो छ गाइस पानी पर्यो मासु पनि जोगाउनै पर्यो ल गाइस हेर्नु होइन यस्तो पानी परिरहेछ होइन अगाडि हो कि यस्तो पानी परिरहेछ केटाहरू आम्मा मासु हेर्नु है पक्नु है
के छ केटा हो मासु भाइ मासु जोगाउनु पर्यो है मासु खाना पाइएन यत्रो दुःख र पकाएको मासु अब कहाँ छ बस्ने छ हामीलाई थाहा छैन है हामी हिँड्दै गर्छौँ हामी जहाँ पुग्छौँ हामीलाई पनि थाहा छैन हामी कहाँ पुग्छौँ आज हेरौँ अब यस्तै छ स्थिति केटाहरू पछाडि आउँदै छन् होइन मासु जोगाउनु पर्यो यत्रो दुःख र पकाएको होइन हेर्नु न नेचुरल वाटर हेर्नु न यहाँ पानी रहेछ प्रतीक्षालय होइन हामीले पकाएको मासुमा पुरै पानी रुचिसक्यो यस्तै छ ल मासु जोल्यो दसैँ आयो आजको दिन मैले जिन्दगी भइरहेको हुन्छ के अरे पोर्खाहरू पनि रहेछ दसैँमा चिची खायो चिची खाएकै छैन चिची खान मन रहेछ पानीले पनि चिची खानै दिन्न अनि पोर्खाहरू दसैँदेखि मासु खाएको त्यो पानीले मासु खानै दिएन हामीले बर्बाद पार्यो ला 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 ओ माई गॉड हेरेछ यार नानी हो एकदम मजा नि प्रतीक्षालय यो खोज्नु छौँ हामी होइन हेरौँ अब कहाँ छ प्रतीक्षालय त्यही हेरौँ अब कहाँसम्म छ प्रतीक्षालय होइन आजको दिन मादर चोट यस्तो मजा कहिल्यै आएन यार भिडियो स्मुची पानीमा मतलब छैन मलाई हेरौँ कहाँ कहाँ पुगिन्छ प्रतीक्षालय खोज्दैछौँ हामी है अब हेरौँ मासु चाहिँ पछाडि छ के हुन्छ कहीँ थाहा छैन हामी हेरौँ अब कहाँ पुगिन्छ मुची छैन होला यार कहीँ त के रहेछ यार हेरौँ अब कहाँ पुगिन्छ यता प्रतीक्षालय छ कतै प्रतीक्षालय बस्ने ठाउँ तल छ बस्ने ठाउँ कता छ बस्ने ठाउँ के कतै छ कतै छ अझ अगाडि प्रतीक्षालय पाइएन अब पानी परिरहेको छ यस्तो पानी पऱ्यो गाह्रो छ हजुर गाह्रो छ पाइएन प्रतीक्षालय अब त्यही तल मान्छेहरू भएकै ठाउँमा गएर बस्छौँ हामी अब त्यहाँ मासु बाँकी थियो पानी मोर्दा नि अब लेट हो होइन पानी त सुक्दै सुक्दैन पकाएको मासु खेरै गयो ओ माई गड हाने यार पानीले त्यही छ त त्यही छ के गाडी जाने हो कि बरु बाटो चाहिँ खोज्नु त कति निकै ठुलो पानी पऱ्यो होइन हामीले अब मासु पकाएको ठाउँबाट उठेर यहाँ आशालयमा आउनु पऱ्यो त्यहाँ पानी परेछ पकाएको सबै भिज्ने भएको हुनाले यहाँ ब्याहरू पनि हेर्नुहुन्छ हाम्रो आशालय आशालय मासु बोक्ने साथी तिमी होइन मासु बोक्ने कति किलोमिटर मसन घाटा आऊ तिमी के को आशालय हो ए मसन घाटमा हो यो त्यहाँ मासु भयो नि यहाँ मासु बोकेर त्यहाँ मासु पोल्छ नि यहाँ मासु खाएर यहाँ तिमी कति किलोमिटर हिँड्नु जस्तो मासु बोकेर म खोलखोलाएर बाटोबाटै 2 किलोमिटर मासु बोकेर 2 किलोमिटर मासु बोकेर हिँड्नु छाताबाट नि मासु पकाउने यता बाँड्ने मान्छे यता छन् अन्त दोस्तहरू इन्जोय गर्दैछन् मासु भात यताउति अब बुझ्नु होला आफै होइन म चाहिँ एक्लै छु यता होइन सबैको मोमेन्ट क्याप्चर गर्दै ए यो केटा रमाइलो भनेको यस्तै हो अब भिजी पकाएर खाएको मासु आज नसुनेले चाहिँ भिजै पठायो केटाहरू पनि इन्जोय गर्दैछन् सबकै ढाक रमाइलो छ आज बिरामी भयो जस्तो छ आजको दिन मेमोरेबल भयो आफ्नो जिन्दगीमा पहिलोचोटि मान्छे मसान घाटमा आएर मासु खाइरहेको छु मान्छे खाने ठाउँमा आएर मासु खान परिरहेको छ आज हेर्नु त ल वा ल आजको भ्लग चाहिँ अब सक्यो हाम्रो होइन अब हामी चाहिँ तिम्रो ए म इन्स्टामा झुल्कन ट्रोल बनाएर अब इन्स्टामा त के जाने हो मुदा पुरै खुट्टा जाला जस्तो हो नि यार मेरो खुट्टै त गफ हो केही हुन्न उफ्रिँदै भइरहेछ फेरि त्यही अघिको दाइको जस्तो भयो भने ल हामी चाहिँ अब यहाँ घुम्दा घुम्दै यहाँ पामे लेक साइड आइएको छ
यहाँबाट पनि एकदम राम्रो भ्यूजहरू देख्न सकिनेछ सनसेट सनराइज पनि यहाँबाट मस्त देखिन्छ होइन केटाहरू अगाडि चिलाएर बसिरहन् यता साथी हगेर कि मुतेर आयो होइन अन्त हल्का भएर आएछन् होइन अब हेर्दै हेर्दै जाम अब कहाँ कहाँ गइन्छ उफ यहाँ खिच्नु पनि रहेछ र मान्छेले प्रकरण गरेर राखेको जस्तो गाड पनि रहेछ यस्तै छ गाई त्यहाँ हजुर केटाहरू ल होइन के हो आजको भ्लग चाहिँ यहीँ सक्यो होइन ल सतीश ल त्यो ल अन्तन दोष यहीँ भयो भ्लगेर आज हेर ल हेलो आइज अभिषेक र आजको दिन अब आयो यहाँ घाँटे छानी के यो ठाउँको नाम बिर्सेको के यो ठाउँको नाम त यो ठाउँ घाँटी छिना घाँटी छिनाको मसान घाटमा आज मासु खाएर भ्लगको इन्ड भएको छ किप लभिङ किप वाचिङ ओके आइसा भ्लग पनि हेर्दै गर्नु होला र मेरो च्यानल पनि हेर्नु होला र त्यसै गरी आजको भ्लग यहाँ मसान घाटमा मासु खाएर सक्यो घाँटे छानी पनि घुम्यो स्विमिङ पनि गरियो मासु पनि पकाइयो बाटोमा अब जस्तो सुकै बाटो भए पनि अब आइयो बाइकमा जस्तो आइयो अब चाहिँ हामी ब्याक टु लामा चाहिँ अब चाहिँ हामी आफ्नो घर जान्छौँ र भ्लग इन गर्छौँ ओके त्यसमा सोध्दै थाल्यो क्या त्यसमा सोध छुडे ल बाई बाई लाइक सेयर कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु होला है ल बिगिनर छु